नेपाली व्याकरणका केही शब्दले कहिलेकाहीँ खूब अल्मल्याउँछन्। आउनुहोस् आज त्यस्तै एउटा गाँठो फुकाउँ। यहाँ प्रश्न उठ्छ, एउटै शब्दले कसरी विशेषण र नाम दुईटैको भूमिका खेल्न सक्छ? यसको उत्तरको लागि हामी कक्षा 10 को नेपाली पाठ्यक्रमलाई हेर्दैछौँ। गरिब, धनी वा दुखी जस्ता शब्दहरूले कसरी दुई अर्थ लगाउन सक्छ? ल हेरौँ है त। हेर्नुस् त, एकातिर गरिब शब्दले मानिसको विशेषता बतायो, अर्कोतिर त्यही शब्द आफै नाम बनेर आयो। अब यसलाई अलिक खेलाएर हेरौँ। खासमा विशेषणको काम भनेको नामको विशेषता बताउनु हो। यो वाक्यमा गरिब शब्दले हामी भन्ने सर्वनामको विशेषता देखाउँछ, त्यसैले यो विशेषण भयो। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो शब्दले आफ्नो भूमिका कहिले र किन बदल्छ? यहाँ गरिब शब्दले कसैको विशेषता बताएको छैन, बरु गरिब मानिसहरू भन्ने समूहलाई नै जनाएको छ। मुख्य नियम एकदम सरल छ, जब विशेषणले नामको ठाउँ लिन्छ त्यो आफै नाम बन्छ। यो परिवर्तन चिन्ह तीनवटा सजिलो चरणहरू छन्। पहिले विशेषण खोज्ने, त्यसपछि नाम, अनि नाम छैन भने त्यो आफै नाम। यो तरिका गरिब शब्दमा मात्रै लागू हुँदैन। आउनुहोस् अरू उदाहरण पनि हेरौँ। धनी, नेपाली, दुखी, सुखी जस्ता शब्दहरूमा पनि प्राय यही नियम लागू हुन्छ। यहाँ हेर्नुहोस् कसरी धनी शब्दले एकातिर मानिसको विशेषता बतायो अनि अर्कोतिर धनी वर्ग नै बुझायो। यसको मतलब खास कुरा के हो भने शब्दको भूमिका वाक्यको बनोट र सन्दर्भले नै तय गर्छ। अबदेखि नेपाली पढ्दा कुनै शब्द विशेषण हो कि नाम वाक्य हेरेर छुट्याउन सकिन्छ होला त?